यो गाइज गुड मर्निङ आज हाम्रो मुस्ताङको डे 2 सुरु भइसकेको छ गाइज। अनि ताहा हिमाल पनि कति मजाले खुलेको। हाम्रो यहाँ मसँग हुनुहुन्छ सुरेश सर त बिहान घुमेर पनि आइसक्नु भयो। के छ सुरेश सर? एकदम ठिक छ, मौसम एकदम सफा छ, क्लियर छ। यहाँ बिहान 5 बजे उठ्दा नै हिमालको चुचुरोमा घाम देखेर म एकदम उत्साहित भएर अलि माथि पुगेर पनि आएको। म बिहान 5 बजे नै उज्यालो अँध्यारो थियो, तर हिमालमा चाहिँ टुप्पामा घाम झुल्किरहेको थियो। त्यस्तो खालको दृश्य देख्न पाइयो। यहाँ एकदम राम्रो मौसम छ, अत्यन्तै राम्रो। जाडो पनि छैन, मुस्ताङ भनेपछि जाडो नै भन्ने खालको फिलिङ आउँछ, तर यहाँ त्यस्तो जाडो छैन। अहिले हामी नर्मल कपडामा नै छौँ। घुम्न आउनको लागि एकदम सहज वातावरण छ, रमाइलो वातावरण छ। बाटो एकदम सहज छ, 3 घन्टामा मजाले आइरहेछ। आरामले ढुक्कसँग आउनुहोस्। धन्यवाद। मौसम पनि कति राम्रो हिमाल गाइज, हिमाल हेर्नु त यही नै छ अगाडि, बागलुङदै पाङ जस्तै। बसेको होटलमा जस्तै आज हामी बसेको, अस्ति नै हामी आउँदाखेरि बसेको होटल गाइज। हामी जोमसोम विमानस्थल प्रवेशद्वार लिएर आइसकेका छौँ गाइज। हेर्नुहोस् जोमसोम कति रमाइलो भिडियो। यहाँ चाहिँ ट्रेनहरू आउने जाने क्रम भइरहेको थियो, यहाँ बन्दै पनि रहेछ है गाइज। ओ माने पेम्बे हो, ओ माने पेम्बे, ओ माने, ओ माने पेम्बे हो, ओ पेम्बे हो। हाम्रो आँखाको शिविर सुरु भएको छ। हाम्रो कार्यक्रम सुरु हुँदैछ। सुरेश सरले सुरु गर्दै हुनुहुन्छ। यहाँ हाम्रो टिम मेसो लगायत सुरेश सरले स्वागत मन्तव्य राखेर यहाँ हामी अगाडि स्टेजमा चाहिँ हामीलाई डाक्टर तेजसले गर्नुभएको थियो। हामीले यहाँ बिरामी हेर्दैछौँ। यो जोमसोम अस्पताल कति राम्रो बिरामीहरूको भिड पनि उत्साह नै थियो। रजिस्ट्रेसनमा गाइज म बिरामीहरू यताबाट आउनुहुन्छ, त्यसपछि यता रिफ्रेक्सन गर्नुहुन्छ, अनि यता डक्टरकोमा जानुहुन्छ, अनि त्यसपछि हामीले मेडिसिन डिस्ट्रिब्युट गर्छौँ। हाम्रो चाहिँ गाइस शिविरमै छ। हामी चाहिँ यहाँ हामी चाहिँ प्रदेश अस्पताल जोमसोममा आँखाको शिविर लिएर आएको थियौँ। यो चाहिँ गाइस यहाँ हाम्रो भाइरस क्लिनिक, यहाँ चाहिँ हाम्रो भित्र चाहिँ हाम्रो शिविर सुरु भइसकेको छ। यो जोमसोम अस्पतालको क्यान्टिन। बुफान काप एउटा हामी किरण लगाएको टोलीसँग डुम्बा लेकमा आइपुगेका छौँ। हामी चाहिँ डुम्बा लेकमा आएका छौँ। यो चाहिँ हामी डुम्बा लेकमा आइपुगेका थियौँ। डुम्बा लेकमा हामीले फोटो पनि खिचाएका छौँ। कति रमाइलो। हेर्नु त ताल, मनमोहक, हेर्दै हेरौँ लाग्ने। कति राम्रो पहाड, कति राम्रो यो। यहाँ चाहिँ म छु। कति यो हाम्रो डाक्टर किरणको पोज हेर्नुहोस् गाइज, कति राम्रो। ढलक मेरो आफ्नै स्वाग छ फेरि। हेर्नु त, यो चाहिँ हाम्रो टिम। यसमा चाहिँ हाम्रो प्रदेशदेखि हाम्रो जोमसोम अस्पतालको डाक्टरहरू। यो चाहिँ ताल है त, ताल कति राम्रो। हेर्नु त, यो चाहिँ म बेताल। ओहो कति राम्रो ताल। डाक्टर किरण आउँदै हुनुहुन्छ। डुम्बा लेककै भ्रमणको क्रममा छौँ। टाढा मिसिङ गरे कस्तो राम्रो थियो। यस्तो तरिकाले हिँड्नु यस्तो राम्रो थियो। गाइज हामी चाहिँ डुम्बा लेकको भ्रमणकै क्रममा छौँ। यस्तो मजाको भिडियो बनाउँदै हुनुहुन्छ हाम्रो डाक्टर किरण सर। यता हामी त्यसरी घुम्दैछौँ। यी मजाले कति रमाउनु। हेर्नुहोस् त, आज चाहिँ धौलागिरी हिमाल नखुरेको कारणले किरण दाइ हल्का अपसेट हुनुभएको।
त्यही पनि दाइले त बागलुङबाट हेरिराख्नुहुन्छ त ल के छ सन्दीप के छ हामी चाहिँ अहिले भिजिट मुस्ताङ 2022 अन्तर्गत यहाँ बोर्ड रहेछ एउटा डुम्बा लेकमा यो चाहिँ 2830 मिटरमा चाहिँ 92,285 फिटमा यो के हो गरापजोङ पास मुस्ताङ यसलाई चाहिँ निरज थकालले सपोर्ट गर्नुभयो रहेछ है यहाँदेखि नै उहाँलाई धन्यवाद दिन चाहेँ मैले यो चाहिँ हामी दुम्बा लेकबाट फर्किने क्रममा यो चाहिँ ठेनी गाउँपालिकादेखि पारी जोमसोङ हेर्न सक्नुहुन्छ तपाईँले अगाडि हेरेको जोमसोङ एयरपोर्ट यो चाहिँ सानो जोमसोङ बजार हामी अगाडि लाग्यौँ हामी चाहिँ दुम्बा लेक हेरेर अवलोकन गरेर फर्किँदैछौँ यो चाहिँ के ठाउँ भन्ने यो ठेनी गाउँ भन्नेदेखि यता आइसक्यो है माथि हेर्नुहुन्छ गाई यो स्याउचा होइन यो पक्कै पनि दाइहरूले घाम नसुनेको हिमालहरू भन्दै थियो है किरण दाइसँग लाउनुपर्छ हिमाल सिमाल भन्छन् चक्रमा घुमिरहेका छौँ यो चाहिँ जोमसोङदेखि मात्र 5 मिनट गाडीमा मजाले आउन सकिन्छ यो ठाउँमा हेर्नु त कति राम्रो आनन्द लाग्छ यो आमाको सम्झनामा रे मलाई भर्खर सरले भन्नुभयो सर थोरै मेरो लागि नि भन्दैन न यो के को यसको महत्त्व के छ यो चाहिँ माथि सङ्ग्रह रहेछ एउटा पदल जस्तो यसको के रहेछ त भन्दाखेरि यसको महत्त्व भन्दाखेरि यसले चाहिँ यसको भ्रमण गर्दाखेरि यसले चाहिँ हामी सन्तानलाई हुर्काउनको लागि विशेष गरी हाम्रो योगदानको सम्झना गर्न उहाँलाई स्मरण गर्नको लागि यो भ्रमण गरेको त्यसरी स्मरण गर्न सहयोग गर्दो रहेछ र यसले चाहिँ हामीलाई हुर्काउन बढाउन हाम्रो आमाको कतिको भूमिका रहेछ भन्ने कुराको मनन गराउनको लागि आमाको सम्मान स्वरूप यो कोर्यो भने पुण्य प्राप्त हुन्छ भन्ने कुरा मान्यता रहेछ है ल धन्यवाद सर हेर्नु त सर हाम्रो साथीहरू चाहिँ अगाडि घुमिसक्नु भएको छ हामी नै उता आइसक्नु भएको छ हो हामी यताबाट सर्टकट त खोज्छौँ हेरौँ हामी जमसोङ फर्किसकेका छौँ यो चाहिँ मेरो पोज चाहिँ टिकटक बनाउनलाई छ हेर्नुहोस् गाइस ए रिङ्के पोङ्को लुलो गाडीले ननसेन्सहरू हामी चाहिँ गाइस अहिले जमसोङ एयरपोर्टतिर छौँ सर जमसोङ एयरपोर्टको बारेमा थोरै केही जोमसोङ एयरपोर्टको हामी नजिकै आइरहेका छौँ यहाँबाट एकदम सुन्दर हिमालहरू देखिने पहाडहरू जताततै छाङ्ने क्लियर रहेको अवस्था छ र हामी प्लेनको साइरन बजिएको थियो यहाँ एयरपोर्टमा साइरन बजिएको थियो सायद प्लेन आउँछ कि भनेर हामी यहाँ कुरिरहेका छौँ एकछिनमा सायद आउला एकदम मौसम क्लियर छ र प्लेन आएको ल्यान्ड गरेको सबै दृश्य हामीले क्यामेरामा कैद गर्ने प्रयास गर्नेछौँ हेर्नु त दर्शकबिन कति राम्रो हिमाल यहीँ नै छ हिमालकै काखमा छौँ हामी नजिक हामी यहाँ छौँ हिमाल यति टाढा छ घाम लाग्यो प्लेन अवतरण गरेको छ गाइस यता कति राम्रो जमसोङको प्लेनमा गाइस जमसोङमा भर्खरै प्लेन अवतरण गरेको छ This is the real plane, guys. Guys, अब हामी चाहिँ अहिले मुस्ताङको जोमसोङ एयरपोर्टमा छौँ यो प्लेन चाहिँ अब उड्ने क्रममा छ
हामी चाहिँ हजुरहरूको सेवाको लागि गाइज हेर्नुहोस्, हजुरहरूले हेर्नु होला भनेर बिहानदेखि। कहाँसम्म पुग्नु भयो? यहाँ आएको लाग्यो त्यो आउँदा आउँदै हामी गफमा लाग्यो ट्याक्कै आयो। ल गाइज अब प्लेन उड्दैछ गाइज हेर्नुहोस् है, यसले स्पिड लिँदैछ, आरपिएम इन्क्रिज गरेछ, भुवा गर्यो गाइज 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 उड्यो 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 ल ल ल ल गाइज प्लेन उड्यो गाइज ल उड्यो 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 ल राम्रोसँग छ यो टोयलेटले कुन दिन टोयलेट ल गाइज गाइज हेर्नु त कस्तो छ, उहाँ छ प्लेन गयो गाइज। हामी चाहिँ मार्फा भिलेजमा आइसकेका छौँ है। सर मार्फा भिलेजको बारेमा के भनिदिनुहुन्छ? एकदम रमाइलो रहेछ। जेरी गल्ली फिल्म सुटिङ भएको ठाउँतिर जाँदैछौँ। हजुर यतै छ, हजुर जाउँ। चाहिँ जेरी गल्ली प्रवेशद्वारमा आइसकेको छ, हेर्नुहोस् कति रमाइलो। यही हाम्रो जेरिज गल्ली। यसरी हामी भन्थ्यो क्या पहिला गाइज, हाम्रो जेरिज गल्ली पहिलाको चाहिँ मार्फा भिलेज हामी चाहिँ यसरी प्रवेश गरिसकेका छौँ है। अत्यन्त रमणीय छ। यता घरहरूको बनावटदेखि यता स्याउबारी हेर्नुहोस्, तपाईँले त मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ है। यो स्याउबारी क्या राम्रो स्याउबारी मार्फा गाउँमा भन्दै थियो नि गीत, सायद यहीँबाट नै रियाज भएको हुनुपर्छ। कति राम्रो छ, सरकारी सायद यही होला होमस्टेहरू। आउनुहोस् रमाइलो गरौँ, यता हेरौँ। भाइका मुस्ताङको उतारी सामान्य सुपथ मन्दिरमा पाइन्छ स्याउबारी गाइज। यता माथि जाने ठाउँ रहेछ। के यो माया हो त्यसरी हामी चाहिँ यसो हाम्रो यो जेरिज गल्ली गाइज अझ माथि हो मार्फा गाइज। गाइज कति रमाइलो। हामी चाहिँ जेरी गल्लीतिर जाँदैछौँ गाइज। अस्ति आयो लाउने कता किनेको जस्तो लाग्छ। हेर्नुहोस् कति रमाइलो। ना 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 के यो माया हो। कति राम्रो यो हाम्रो बुद्ध गल्ली गाइज। यो चाहिँ हामी अगाडि लागिरहेछौँ। आनन्द कति रमाइलो रहेछ गाइज हेर्नुहोस्। गोरुको चिया पसल। हामी चाहिँ कहाँ हिँडेको, के कामले हिँडेको, किन हिँडेको थाहा नै छैन मलाई। हेर्नु त म कस्तो हिँडेँ उफ्रे। ओहो फेरि म हिँडेँ भुइँचालो धन्न नगएको। जेरी गल्लीमा आएका छौँ है।
हामी त जेरी गली छिरिसकेका छौँ। यता घुम्नु लागिन्न सरी के यो माया हो फर्किँदा भाइ सही हो ल यही होला। हामीले चाहिँ अहिले के खाँदैछौँ? अहिले ट्याक्कै यहाँ मार्फाको नेचुरल एप्पल जुस यही बनेको मार्फामै बनेको यहाँको लोकल स्याउबाट तयार गरेको हामीले जुस खाँदैछौँ। एकदम टेस्टी छ, राम्रो छ। ल गाइस देख्नुभयो गाइस कति राम्रो हेर्नुहोस्। यो चाहिँ होइन नेचुरल एप्पल जुस मार्फामा बनेको हाइजेनिक है, नो सुगर एडेड, बेस्विट चाहे बच्चाहरूले खान नि मिल्ने है। हाम्रो मुस्ताङको अन्तिमपटक घुम्नुपर्ने ठाउँ पनि घुमिसक्यौँ हामी मार्फा। त्यो बाहेक अरू त्यस्तो केही पनि छैन, भइहाल्यो, अरू सबै ठिक छ है गाइस। ल यसरी अर्को है दाइ, अब म यसरी चोक बाटोमा आइयो, जाने कता हो त्यसो भए यता पनि बाटो छ, यता पनि बाटो छ, यता पनि बाटो छ होइन, सोध्नुको लागि होला अलमल्ल पर्यो त। प्रेमले जति मैले कुदाए पनि मेरो डबल कुदाइदिन्छ। गाइज हामी चाहिँ अब फर्किसक्यौँ, यो सायद अन्तिम भिडियो नै होला है गाइज। ल बागलुङ त अब हजुरहरूले हेरिसक्नु भएको छ। यो मुस्ताङ हेर्नुहोस् गाइज है, पाइन 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 अलिअलि रफ रोड छ। अब चाहिँ हामी अलमोस्ट अब बागलुङ पुग्यौँ भनौँ, अब मुस्ताङमै छौँ नि त अहिले। यो कोबाङ साइड रमाइलो छ गाइज, रमाइलो भयो। ल ठिक छ है त। के पुवा चाहिँ बेनी 56 किलोमिटर रहेछ, लेते 10 किलोमिटर, बेनी 56 किलोमिटर रहेछ। हेर्नु त कति डेन्जर बाटो। हामी अब बेनी आइसकेछौँ। यसैसँग मेरो ब्लगको एन्डिङ गाइज। थ्याङ्क यू फर वाचिङ।